हेलो नमस्कार आदरणीय समादरणीय मेरा बिमित वर्गहरू। म गोविन्द प्रसाद गिरी एलआईसी नेपाल लिमिटेडको एजेन्सी म्यानेजर एज अ अभिकर्ता विगत 22 वर्षदेखि जीवन बिमा क्षेत्रमा अनवरत रूपले तपाईहरु माझ छु। भर्खरै मात्रै एलआईसी नेपाल लिमिटेडले पुनर्जागरण अभियान अन्तर्गत हामीले बिमा गर्यौं। विविध कारणले गर्दा तपाईहरुले किस्तालाई निरन्तरता दिन सक्नु भएन, जसको कारणले गर्दा एलआईसी नेपाल लिमिटेडले भर्खरै मात्र विशेष पुनर्जागरण अभियान 2081 सञ्चालन गरिसकेको छ। यो विशेष गरेर तपाईहरुले बिमा गर्नुभयो, कोभिड, सेकेन्ड कोभिड विविध कारणले गर्दा तपाईहरुले किस्तालाई निरन्तरता दिन सक्नु भएन, जसको कारणले गर्दा तपाईले गर्नुभएको बिमा र एलआईसी सँग जोडिएको तपाई हाम्रो सम्बन्धलाई हामी निरन्तर दिनका निमित्त पुनर्जागरण अभियानको रूपमा भर्खरै मात्रै चैत्र 19 गतेदेखि जेठको 17 गतेसम्मका लागि तपाईहरुलाई यो सुविधा प्रदान गरिएको छ, जसमा तपाईहरुको बिमा लेख व्यतीत भइसकेपछि त्यो बिमा भनेको एक किसिमको निष्क्रियता रहेको हुन्छ, जसले डेथ क्लेम, जसले बिमाका विभिन्न सुविधाहरूबाट वञ्चित गरिसकेको अवस्थामा तपाईहरुलाई 3 वर्षभन्दा कम व्यतीत भएको बिमा लेखहरूमा 20% वा 20,000 रुपैयाँ जुन कम हुन्छ, अर्थात् 3 वर्षदेखि 5 वर्षभित्र व्यतीत भएको बिमा लेखमा 25% वा रु 15,000 जुन कम हुन्छ। 5 वर्षभन्दा माथि व्यतीत भएको बिमा लेखहरूमा 30% वा 10,000 जुन कम हुन्छ। यो रकम तपाईहरुले सुविधा लिन पाउनुहुन्छ। बजारमा धेरै बिमा कम्पनीहरू छन् जसले 100% छुट दिएको इतिहास पनि तपाईहरुले देख्नु भएको हुन्छ, सोशल मिडियाहरुमा देख्नुहुन्छ। 50% सम्म छुट दिएको पनि तपाईहरुले देख्नु भएको हुन्छ। एलआईसी नेपालमा हामी जस्तो निरन्तर काम गरेका अभिकर्ता साथीहरुको एउटा चाहिँ लगाव छ। हामी लामो समय यसमा हाम्रो करियरलाई स्थापित गरिसकेको हाम्रो एउटा उदाहरण छ, जसको बावजुद पनि यो स्किमहरू विगतका वर्षहरूमा रोकिएको थियो। हामीले धेरै रिक्वेस्ट गरिसके पश्चात यो स्किम अहिले आइसकेको छ। 50%, 100% नै किन नभएको भन्दा 2004 मा 2005 मा हामीले बिमा गर्यौं। जो बिमितहरूले निरन्तर किस्ताहरू तिर्दै आउनु भएको छ, उहाँहरूले पाउने बोनस तपाईहरुले पुनर्जागरण गरेपछि पाउने बोनस समान छ, जसले गर्दा हाम्रा बिमितहरूलाई जो निरन्तर बिमा किस्ता तिरिरहने ग्राहकहरूको पनि एक किसिमको समानुपातिक बोनस र तपाईहरुले पुनर्जागरण गरेपछि पाउने पर्ने रकमको पनि तपाईहरुले पाउने समानुपातिक बोनस निरन्तर रहन्छ। कसैलाई विभेद गरिएको हुँदैन, जसको कारणले गर्दा केही भए पनि राहत होस् भनेर तपाईहरुको निमित्त एलआईसी नेपालले भर्खरै यो सुविधा प्रदान गरेको विधिवत रूपले जानकारी गराउन चाहन्छु। तपाईले बिमा चालू गरिरहँदा विलम्ब शुल्क ब्याजमा अधिकतम रकम छुट सुविधा प्राप्त गर्नुभयो। तपाईले जो 82 साल जेठ 17 गते हैन 18 गते तिर्दा सम्पूर्ण पैसा भुक्तानी गर्नुपर्ने छ भने कम्तीमा 20,000 रुपैयाँसम्म तपाईले छुट लिने सुविधाको भरपूर सुविधा लिन सक्नुहुन्छ। जोखिम वहनको साथ निरन्तर तपाईको बिमा लागू हुनेछ, जसले दुर्घटना बिमा, जसले भोलि भविष्यमा परिआउने परिष्कृत आफ्ना समस्याहरू, जो मृत्यु, जो अकल्पनीय रूपले सोचनीय अवस्थाभन्दा बाहिरका कुराहरूलाई जो घर परिवारको लागि तपाईले दिने एउटा सेवा सुविधा, जसको निरन्तरता, नियमअनुसार कर्जा तत्काल सुविधा हुने, बिमाले निष्क्रिय भएको अवस्थामा तपाईलाई बिमा कम्पनीले कुनै पनि सुविधा दिएको हुँदैन, जसले तपाईले पुनर्जागरण गर्दै गर्दा यो छुट सुविधा लिँदै गर्दा तपाईको बिमा चालू हुने। हालसम्मको सम्पूर्ण बोनसहरू तपाईले स्थापनाकाल अथवा तपाईले जुन बेलामा बिमा गर्नुभयो त्यो बेलादेखि तपाईहरुले लेट फिमा छुट सहित किस्ता तिर्ने र तपाईको बोनस बिमा कम्पनीले तपाईको स्टेटमेन्टमा सम्पूर्ण कुराहरू उल्लेख गरेर तपाईलाई दिने भएको कारणले गर्दा सम्पूर्ण बिमा लेख योजना अनुसार तपाईले आफ्नो सुविधा पाउनका निमित्त पनि यो भरपूर्ण अवसर सीमित समय हो। तथापि बिमा कम्पनी एलआईसी नेपालले लामो इतिहास बोकेको कम्पनीले यो सुविधा दिनु नै आफैमा एउटा स्वर्णिम अवसर पनि हो। त्यसैले जो साथीहरूले हामीसँग जोडिएको, हामी मार्फत रहेका हाम्रा अभिकर्ताहरू साथीहरूसँग जोडिएर बिमाको पोलिसीहरू लिनुभएको छ, कम्तीमा एलआईसी नेपाल लिमिटेडको यो पुनर्जागरण अभियानमा समाहित भएर सम्पूर्ण बिमितहरूले आफ्नो पोलिसी निष्क्रिय छ भने सक्रिय गराउन र नजिकको आफ्नो अभिकर्ता साथी अथवा शाखा कार्यालयमा सम्पर्क गरेर पुनर्जागरण अभियानलाई सफल बनाइदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। यो बिमा पोलिसी तपाईले गर्नुभएको जीवन बिमा पोलिसी एलआईसी नेपालको हितमा मात्र नभएर तपाईहरुको आफ्नो परिवारको हितमा, तपाईहरुको आफ्नो बच्चा बच्चीको आफ्नो भविष्यको हितमा पनि रहेको हुँदा आफ्नो कुनै पनि पोलिसी गर्ने बिमितहरूलाई बिमा सरेन्डर गर्नु भनेको परिवारप्रतिको धोका, आफूप्रतिको एउटा असक्षमता जस्तो पनि देखिएको हुन्छ।
किनकि केही दिन पहिला मात्र एउटा घटना छ, आज सिलिन्डर भएको छ, भोलि पर्छ उहाँको दुर्घटना भएको छ। एकचोटि कल्पना गरौँ त हामी त्यहाँनिर हामीले भिजुलाइजेसन गर्न सक्छौँ। त्यो सिलिन्डर गर्ने व्यक्तिले सीमित रकम त पाउनु भएको छ, तर यद्यपि उहाँले त्यो बिमा सक्रिय गरेर त्यो समय परिस्थिति उहाँलाई जानकारी त थिएन नि, तर पनि उहाँको जुन पोलिसी एलआइसी नेपालले अथवा गर्नुभएको बिमा अभिकर्ताले ससम्मान दुर्घटना पश्चात पनि दिने रकम भनेको हामीले सोच्ने हाम्रो सोचभन्दा बाहिरको रकम छ, जुन रकमले परिवारको समृद्धि, आफ्नो छोराछोरीको भविष्य, उज्जवल भविष्यका निम्ति मृत्युवरण पश्चात पनि अतुलनीय क्षतिको सामना गर्ने सामर्थ्यता राख्ने हुनाले तपाईहरुले जो साथीहरूले बिमा लिनुभएको यो पुनर्जागरण अभियानमा सक्रियताका साथ लाग्नु हुन र आफूले गरेको पोलिसी के कस्तो अवस्थामा छ त्यसको आइडेन्टिफाई पहिचान गर्नुका निमित्त यो भिडियोको माध्यमबाट सम्पूर्ण साथीहरूलाई सूचित गर्न चाहन्छु। धन्यवाद, नमस्कार।